यो यो चाहिँ के हो कलाघरको पानी नानीको घर कुवा कुवा अनि त्यो भइहाल्यो त्यस पछाडि त्यो माछाको ढुङ्गे यो चाहिँ पुल यो पनि त्यही हो यो यो ठिकै त्यस पछाडि त्यो के यो साँचो घोडे ताल यो त भइहाल्यो यो सुराई सुराई अनि यो ठेकी दही लाने ठेकी फेरि माग्नु जाँदाखेरि यो पनि भइहाल्यो माथि पनि त्यही होला बाजेको रेडियो हरा चाहिँ यहाँ पुगेछ उताबाट पनि त्यही हो त्यही हो यो पानी घट्ट यो चाहिँ यो ओ आरा नै भयङ्कर यो यहाँबाट ढ्याप ढ्याप सुई ढ्याप ढ्याप उयो यहाँबाट त्यहाँ तान्नुपर्छ त्यो तानिसके पछाडि त्यहाँबाट हजुर तान्नु पनि यो माथि आउँछ यो माथि आएर वास गरेर हावा जान्छ त्यसपछि हावाबाट यहाँ चाहिँ आफै आगो बल्छ त्यसपछि हामीले चाहिँ तताएर चाहिँ अनि यो औजारहरू बनाउने ठाउँ यो अनि यो ओखली होइन ओखली हो ओखली त्यो माथिको मुस्ली तपाईँको ओखली अनि चुलेसी चुलेसी भन्दा यता ढुङ्ग्रो दुध दुने ढुङ्ग्रो दुधेर पनि हुन्छ दुधेर यो लाट भएन यो जाँतो यो जाँतो पहिला चाहिँ जाँतो यसरी चाहिँ अब यो झ्याल पुरानो झ्याल यसरी यसरी गरेर पनि ठेकी हर्दै हो यो चाहिँ के हो सर मै पारिरहेछ मै पार्ने मै पार्ने नजाने सरकार दिने भनेर तिमी नाता खान्सी नानीमा भन्नु यो चाहिँ के ठुलो घ्याम्पो माटोको घ्याम्पो होइन माटोको घ्याम्पो यो पनि भयो यो राष्ट्रिय यो चाहिँ राष्ट्रिय कला सङ्ग्रहालय सुन्दरी कलाघर त यो तपाईँले देख्न सक्नुहुन्छ मिस्टर हरिविक्रम बुढा तुलसी सरी त्यहाँ मजाले फुलै फुलको मान्छेले पनि देखिन्छ संसारमा बस्नु भएको छ उहाँले छ र यहाँबाट चाहिँ के मन्दिर पनि देख्छौ हो र फुलकोट भएको बिहान त्यही भइहाल्यो ए किन रहेछ त फुलकोटहरू यही नै भइहाल्यो त्यो सिधै देखेको फुलकोट हो होइन यहाँबाट सिधै त्यहाँ पारी हो यहाँ मुनि देखेको चाहिँ मन्थली त उता होला नि मैले तलको फाटो राम्रो देखेँ